नमस्ते यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ मेरो भिडियोमा। अहिले चाहिँ म स्वयम्भू जाँदैछु र आज वैशाख 1 गते एकदमै यो भिडभाड छ। यता अलिक पछाडि चाहिँ मलाई पुरा ट्राफिक लाइट परेको थियो, त्यही भएर मैले भिडियो गरिनँ। अहिले चाहिँ यता खासै ट्राफिक लाइट परेको छैन, त्यही भएर म भिडियो गर्दैछु। र आज म तपाईँहरूलाई स्वयम्भूको दृश्य देखाउने छु। वरिपरि स्वयम्भूको वरिपरि घुमेर आजको नजारा तपाईँहरूले देख्न सक्नुहुनेछ। स्वयम्भूमा चाहिँ आज 1 गते एकदम भिडभाड रहेछ। यहाँनिर चाहिँ एकदम भिडभाड छ। अब कसरी माथितिर चाहिँ जाने भनेर मैले त्यो सोचिरहेको छु। गाह्रो छ माथि छिर्नलाई, अति धेरै मान्छेहरू भिडभाड छ यहाँनिर। कहाँबाट छिर्ने होला? अब यहाँबाट छिर्नुपर्छ होला, यहाँबाट छिर्नुपर्छ होला चाहिँ जस्तो लागिरहेछ। तर बाटो चाहिँ कहाँबाट जान्छ कि भन्ने भयो। अब अरू भन्दा नि माथि मेन गेटबाट चाहिँ माथि छिर्न दिँदैन क्या, त्यही समस्या छ। ठिक छ, यतैबाट गयो हेरौँ, लेट्स सी के हुन्छ। यो बाटो चाहिँ म आएको थिइनँ, यो बाटो तर म फर्स्ट टाइम आउँदैछु। ठिक छ, सही ठाउँमा पुगे जस्तो लाग्यो। भनेको त यहाँ बारेको पो छ कि के हो फेरि। ए माथि रहेछ नि त। आज एकदम भिडभाड रहेछ। अब माथि चाहिँ माथि कस्तो छ कि अब माथितिर पनि यस्तै भिडभाड होला जस्तो लागिरहेछ मलाई। अब म लाग्दैछु सिधा, त्यसपछि म लेफ्ट उकालो लाग्छु। उकालोतिर लागेपछि माथि डाँडासम्म चाहिँ जान्छ साधन, अनि त्यसपछि फेरि पार्किङ गर्नुपर्छ हामीले पैसा तिरेर। अनि त्यसपछि हान्छ म फेरि हानिन्छ जान्छ। कहाँबाट आएको हेर्नु, कहाँबाट आउँछ हेर आउनु पनि हानिन्छ होला हौ। हान्न चाहिँ यार अलिकति साइडमा हिँडिदिनु नि हिँड्ने मान्छेहरू पनि। अब बिच बाटो नै हिँडेपछि के गर्ने त, पापा के परिहरू हेर्नु त। अब बिच बाटोमा फ्याट हिँडिदिएपछि चाहिँ के गर्ने त हो नि। अनि चलाउनेलाई पनि गाह्रो है। नजारा हेर्न सक्नुहुनेछ तपाईँहरूले, नजारा। अब म यहाँबाट लाग्दैछु माथि। यो पक्कै पनि माथि जाने बाटो हो। यो माथि जाने बाटो हो पक्कै पनि। अब लौ जान्छ, अब के गर्नु त, हल्का पेल्नै पर्ने हुन्छ यतिखेर। यहाँ फोटो खिच्नेको लाइन बस्छ यार फेरि। के साह्रो भिडभाड हो अनि। कसरी फेरि अलिकति मात्र सर्नु नि।
थोडा पनि छ बाटो तर म यो राइटबाट जान्छु दुई नम्बर हो नि मेरो चाहिँ 2 नम्बरमै हुन्छ भाइ चाहे उकालो हो चाहे ओह्रालो हो नि भाइ अहिले सबै सही मान्छेले बढी बढी 3000 रुपैयाँ हल्कामान डाँडामा जान्छु र देखाउँछु फेरि तपाईँहरूलाई रक्षा गरेर बुढा लोगे $500 4000 सम्म चाहिँ के रहेछ म तल जान्छु तलबाट म थोरै देखाउँछु तपाईँहरूलाई यहाँ चाहिँ फेरि भजन कीर्तन पनि हुँदै रहेछ त्यहाँबाट हल्का नजारा देखाउँछु म तपाईँहरूलाई यहाँको नजारा देखाउँ भनेको भन्दैन त यार यहाँको नजारा माथि चढ्नु हुँदैन भाइ सेवा नै धर्म हो। आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू तेस्रो प्याकुरेललाई फाइनली म चाहिँ फर्किसकेको छु अब धेरै बेर पनि बसिनँ म लगभग 2-3 मिनट जस्तो बसेँ र 2-3 मिनटपछि म फर्किहालेँ धेरै भिडभाड थियो र भिडभाडमा बस्न मन लागेन मलाई अब चाहिँ म जाँदैछु आफ्नो गन्तव्यतिर ठिक छ म चाहिँ फर्केँ फाइनली अब म सिधै घरतर्फ लाग्छु रुम जान्छु अब
सबै बाटो नै ब्लक गरेर हिँडेपछि के गर्ने त हौ भने ल न ल पुरै टिकटक स्टारहरू छ त अगाडि त अनि मैले मुनिको नजारा पनि देखाउन आँटेको थिएँ तर अब किनकि मुनि पार्किङ गर्ने ठाउँ छैन आज धेरै भिडभाड छ त्यस पछाडिबाट पुरा दिइरहेछ यार के गर्ने त हौ अनि अब यता तल पनि जामै छ होला जाममा म धेरै भिडियो गर्न सक्दिनँ अनि त्यस कारणले गर्दाखेरि चाहिँ अरू नयाँ भिडियोहरू म तपाईँहरूलाई देखाउन प्रयास गर्छु अहिलेको लागि चाहिँ बाबाई टाटा टेक केयर सबैजना अनि सबैजनालाई ह्याप्पी न्यू इयर एकदम राम्रो मनाउनु होला वैशाख 1 गतेको धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु म तपाईँहरू सबैजनालाई आफ्नो ख्याल गर्नु होला आफ्नो परिवारको ख्याल गर्नु होला आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्न चाहन्छु र म पनि उति नै ख्याल गर्छु किनकि आफ्नो स्वास्थ्यभन्दा ठुलो अरू कुनै केही छैन त्यस कारणले गर्दा स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस् अहिलेको लागि टेक केयर बाई बाई